हाम्रो चाहिँ आज राति सुँगुर ब्याएको रहेछ है गाई चरा। सुँगुर ब्याएको रहेछ, 10वटा ब्याएको रहेछ। के अरे 5वटा भन्यो, 5वटा बुझ्यो। अहिले के अरे एउटा त सबैभन्दा सानो बुझ्यो त चिप्टाएर मारिहालेछ साथीले। खाना खानु गइयो, खाना खाएर आउँदा त एउटा चिप्टाएर मारिराखेको रहेछ। पहिलो बेच्यो त्यही भएर के अरे उ छ के अलिक मसिनो मसिनो बच्चा रहेछ। तर सबैभन्दा सानो चाहिँ चिप्टाएर पनि मारिहाल्यो। लगभग 4 महिना पनि पुरा हुँदैन रहेछ सुँगुर ब्याउन चाहिँ। मैले असार 25 गते लागो बिर, अहिले कार्तिक 13 गते आज भनेपछि 3 महिना त्यस्तै 18-19 दिनमा ब्याइहाल्यो। तर एउटै चेप्टाएर मारेको अहिले भर्खरै।